हामी मकै हेर्न आएको आज अस्ति रोपेको मकै यस्तो भयो ठिकै छ किराको है खुम्रा किरा के भन्छन् प्राय सबै आछ है छिटो आउँदो रहेछ है अलिअलि किरा परिरहेको छ टिक 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 जस्तो 80 रुपैयाँ मकै यत्रो भयो है यता फुल चलाउन नि कुन प्रब्लम त पर्छ नि बुवाले नरोप्ने 83 छोरा र मेरो फोटो खिच्नु बाबा के रे मन्दिर पेटबाट भएको छोरा रोज रोपिन जाने अब त्यो फुल फालेर सबै मन्दिरले छरेको रे यो तोरी यो फुल यो सिमी यो मकै यो सिमी फर्सी पानी पर्यो आज हामी मकै गर्न आएको मकै गर्ने कार्यक्रम यता अब रोपेर छ हाम्रो चाहिँ हरियो हरियो भयो फुलहरू यस्तो सफा पानी बग्यो कुलकुल कुलकुल यता बोकेछ बनाउँदै हुनुहुन्छ गोडमेल गर्ने काम आधा भयो फाइनली हाम्रो काम सक्यो हाई मन्दिर गोडमेल गर्ने काम सक्यो आजको 1.5 घन्टामा ट्याक्कै सक्यो होला अब एकछिनमा घर जाने के छ अरे मन्दिर कान्छी के कान्छी किचन भन्दा के भन्छ कान्छी किचन त्यसमा भने आफै मिठो छ खाना खिच्छ यसलाई फेरि के हो त झन् ल मन्दिरको जस्तो खिचा ओछ्यारको आमै मलाई जुगल टोक्यो झन् राम्रो नराम्रो रगत खाएको यसलाई म अब उ गरिदिन्छु अब माटो भयो यहाँ साल वैशाख महिना ल मन्दिर त हिँड्यो घरतिर अब जाने घर ओखरको बोट ओखर फल्यो ओखर है भाइ ओखर हो हामी आज गोड्न आएको होइन मल हाल्न आएको
पार्नु परेर सुक्खा छ माटो कुनै अग्लो अग्लो छ आज चाहिँ धानको बिउ राख्ने कार्यक्रम सबभन्दा पहिला यसरी घाँस उहाल्नु पर्छ भिडियोमा देखाए जस्तै गरी मन्दिराले यसरी घाँस उहाल्दैछ अब यहाँनिर खन्जत गरेर डल्ला फोरेर बिउ छर्नुपर्छ अनि कति 10-15 दिन लाग्छ माथि आउनलाई काम सुरु यतिखेर फोटो खिचेर राम्रो आउँछ कि मम्मी खुट्टा दुखाएको छ त्यही पनि रोपिदिनु भएको छ हो यसरी घरको मुली जस्तो मान्छे आएर पो रोपिदिनु पर्छ त नि कहाँ भुराएर आएर रोपेर हुन्छ त यता आलु भडाको रुख यो अम्बा साल जेठ आमै हो यसरी पो हो त नि डल्ला फालेको ठुल्ठुलो रोपेन र होइन उहाँ पोहोर किन रोपेन पोहोरदेखि दिएको होइन ए धान पनि दियो ल हाम्रो काम अन्त्यमा आइपुग्यो है भयो तो मेरे पास कॉइन पड़े हैं तो मैं ये वाला गन ले सकता हूँ तो मैंने ये वाला गन ले बाबू लिया कहाँ खाएको पहले से लिया हुआ है कोलो बनाउँदैछ सकिनलाई पाउने 1 हुनलाई 1.5 घन्टा पनि सकिँदो रहेछ मकै राम्रै छ अहिले मकै ठिकै छ है त्यस्तो किरा नि लागेन कुलोमा फर्स्ट पानी आयो माथिबाट पनि पानी आयो ल गुटुङटुङ बाढी आयो बाटो पनि नाप्न आयो टेपसेप बोकेर अनि बनायो 83 जेट पानी पर्यो हामी यहाँ ओत्लाएर बसिरह हुन्छ दिदी काम पनि सक्यो पानी नि आयो पूर्व यता ल घाम डह्रो पर्यो है के अरे पानी डह्रो पर्यो घाम पानी स्यालको बिहे भयो ल हामी दिदीमा आएको है यता हेर त यहाँ मसिनाथ भगवान् 83 जेठ अहिले चाहिँ हामी घर पछाडिको खेतमा आइपुग्यौँ यता अहिले उता के फर्स्ट डोरको थियो अहिले यता यहाँको चाहिँ सबभन्दा पहिलो बिहा त अग्लो अग्लो भइसक्यो यहाँ त लौरे भइसक्यो अब यता मम पनि आउनु भयो ल ए आमा हो है बस है आकाश पानी यहाँ चाहिँ साह्रो होला यदि उता फुरफुर थियो ल अब जाने काम गर्न जाने मम्मी किन खाली खुट्टा नि खाली खुट्टा आयो बुढी म
एउटा टिपेर भागिसक्यो अहिले एउटा टिपेर खाएर त गरे मैले यो ल तल लिएको थियो लिएको त यसले रे होइन भाइ यहाँ यता यस्तो छ हामीलाई डुब्राउनु थियो है के दि त्यहाँ के त अहिले अग्लो भइसक्यो ल अहिले भिडियो पनि देखाएको छ नि ल यसलाई यति अब सुरु गर्ने पासेन त त्यो छैन त्यो त भाइले पास्दैन दिनभरि चाहिँ पास्छ त्यो भएर त यहाँ घाँटीसम्म पुग्नु चाहियो अहिले यति त्यो त कटिङ गरेर होला नि त्यो मुद्दा आयो एउटा त च्यास्स जान्छ अनि त्यो बुके बनाउनु खालको क्या त काम छैन त्यो त खरायो खाने उयो रहेछ त टन्नै फस्यो यहीँको सार्नु लाग्यो त मैले त्यो भेता यहाँको मल झोकेर सबै छर्यो नि अब हामी खाजा खाने गेडी खाने कि नखाने खाने खाने त्यो मात्र खाने हो पाङ्रा भुटेको आयो ल मन्दिराले भुटेको पाङ्रा मम्मी चिसो खाँदै आएपछि म हालिदिन्छु नि कुन हो र त्यो पाङ्रा कुखुराको पाङ्रा मिठो हुन्छ नि मेरामा अब खाजा खाने हो नि उल्टो त्यसपछि आराम गर्ने